जो नेताहरूले यो भ्रष्ट गरेर अहिले हुन्छ नि हामीहरूको किसानहरूलाई बढ्न दिएको छैन, हामीहरूको देशलाई विकास हुन दिएको छैन, यिनीहरूको छोरा नाति सबलाई हुन्छ नि के अरे बाटोमा ल्याएर हजुरको साँच्ची हो छोड्नु हुन्न, किनकि एक हिसाब होइन जनताले माग्नु पर्छ जस्तो लाग्छ। अब खोइ मागे भने झन्डा बोकेर मात्रै हिँडेछ। अब जस्तो नि अब हजुर त एजुकेसन सेक्टरमा पनि हुनुहुन्छ होइन, अब यङ माइन्ड्सलाई चाहिँ अब के सल्लाह दिनुहुन्छ तपाईँ? पलायन भइसक्यो मलाई चाहिँ यो के अरे हेम्प इन्डस्ट्रीमा आउँछु भनेर हुन्छ नि होइन, के अरे उनीहरूले धेरैजनाले भन्नुभयो होइन, मैले चाहिँ अहिले नआऊ भन्छु। हजुर किन? च्यालेन्ज छ, गाह्रो छ धेरै। जसरी कोही चाहिँ आएर एकदमै राम्रो काम गरिराख्नु भएको छ, एकदमै सराहनीय छ, रेस्पेक्ट हुन्छ नि। किनकि नेपालमा चाहिँ खास एक हिसाबमा अस्ति नै त्यो हेम सब्मिट गरेको थियो कि, अनि हेम सब्मिट गर्दाखेरि मेन हामीले त इन्डस्ट्री देखाउनु पर्यो नि, अन्टरप्रेनर्सहरू हामीहरूले देखाउनु पर्यो नि। जसरी इन्डियामै अहिले म जब इन्डियामा गएको थिएँ फर्स्ट टाइम, त्यतिखेर मैले ल हेम्प गरौँ भनेर हजुरको करिब म 7-8 वर्ष अगाडि गएको थिएँ। एउटा कम्पनी थिएन त्यतिखेर हेम्पको काम गरेको, पछि गएर त्यो बोकेको आयो, पछि गएर हजुरको हजारौँ कम्पनी भयो। तर अहिले त्यो हजारौँ कम्पनीहरूको कारणले गर्दाखेरि एउटा इन्डस्ट्री देखेको छ कि होइन। तर नेपालमा चाहिँ कस्तो भन्दाखेरि अहिले अन्टरप्रेनर्सहरूको चाहिँ कमी छ त्यो इन्डस्ट्री देखाउनको लागि होइन। हामीहरूलाई नै फाइदा हुन्छ भोलि गएर इन्डस्ट्री, विश्वास हुनु पऱ्यो नि। यहाँ चाहिँ फेरि कोही मान्छेहरूले कस्तो गरिदिने रहेछ भन्दाखेरि के अरे ढाँटेर छलेर होइन। जसरी मैले रिसेन्टली एउटा ग्रुपमा त्यो हेम्पको टी सर्टको मैले हालेको थिएँ होइन, अनि त्यो एउटा एडभर्टिजमेन्ट मैले हालेको थिएँ। पछि गएर के भन्यो भन्दाखेरि एउटाले कमेन्ट के गर्यो, तिमीहरूको ठाउँको मान्छेहरू चाहिँ पुरा स्क्यामको लागि एकदमै के अरे एकदमै चर्चित छौ होइन, अनि त्यसै कारणले गर्दाखेरि चाहिँ हामी लिन चाहँदैनौँ भनेर। अनि मैले के भनेको थिएँ, तिम्रो बिजनेस हामीहरूलाई केही आवश्यकता छैन होइन, किनकि अब बेसिकली भोलि गएर मलाई पनि अब अमेरिकामा हजुरको होइन स्क्याम मलाई पनि गरेको थियो भनेर मैले भने होइन। अनि त्यसपछि के अरे क्यानाडामा पनि मलाई स्क्याम गरेको थियो होइन। अब मैले त्यो 1-2 जनाको हिसाबमा सबैजनालाई मैले जेनरलाइज गरेर त हेर्न मिलेन नि भनेर। अनि मैले के अरे त्यो क्यानाडाको मान्छे रहेछ तिम्रो हुन्छ नि त्यो प्रधानमन्त्री, यदि मैले हेरेर तिमीहरूलाई मैले जज गर्ने भइदिएछ तिमीहरू सबैजना मूर्ख हो भनेर मैले सोच्थेँ भनेर मैले त्यसरी लाएर भने कि। तर कस्तो भने हामीहरूको इन्डस्ट्रीमा एउटा एथिक्स भन्ने कुराहरू इम्पोर्टेन्ट छ होइन। कोहीको कारणले गर्दाखेरि चाहिँ हजुरको यो सबै इन्डस्ट्रीलाई आँच आउने खालको अवस्था छ। त्यसै कारणले गर्दाखेरि त्यस्तो मान्छे छ भने समातेर अनि त्यसपछि हामीहरूले आफैले बाँधेर अनि त्यसपछि अन्तर्राष्ट्रिय बजारमा ल है भनेर अनि देखाउनु पर्ने हुन्छ, बिगाड्या भनेर हामीहरूले त्यो छ। त्यसैले अब बनाउने युवाले नै हो, गर्ने हजुरहरूले नै हो। तर यो कस्तो भने यदि हजुरहरूसँग फ्यामिली ब्याकग्राउन्ड राम्रो छ होइन, भोलि गएर अब पैसा डुबे भने पनि केही प्रब्लम छैन भन्ने हिसाबमा हजुरहरू लाग्नुहुन्छ भने चाहिँ ठिक छ। तर योभन्दा बेटर इन्डस्ट्री चाहिँ अरू छ है। बरु हजुरले कस्तो भन्दाखेरि केही खेती नै गर्नुभयो भने तरकारी खेती, अब हुन त च्यालेन्ज त सबैमा छ होइन, सबैमा छ। तर हजुरलाई अरू इन्डस्ट्रीमा धेरै सिक्योर हुन्छ, धेरै हजुरलाई अपर्च्युनिटीहरू हुन्छ, यसमा लिमिटेड छ।